हेलो गुड मर्निङ नमस्कार सबैजनालाई मेरो मुना पिडियल अलोन युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आजको भिडियो हजुरहरूको माझ चाहिँ आज हामी देवघाट जाँदैछौँ। देवघाट चाहिँ 1 महिनाको पुरानो लागेको छ। त्यहाँ चाहिँ हामी मुना र म जाँदैछौँ। अहिले मुना र म देवघाट हिँड्न लागेको छौँ। अब यो रोड भिडभाडबाट 2.5 घन्टामा 1 घन्टाको बाटोमा जाम भएर 2.5 घन्टामा आइपुगेको छ देवघाट। अझै देवघाट पुगेको छैन। यहाँ पनि लाइनै बस्नुपर्ने रहेछ। यो पुलमा जानलाई लाइनमा लाग्नुपर्ने रहेछ। यहाँ पुल तर्नु लाइन यस्तो हो। धेरै एकैचोटि लोड हुन्छ भनेर यहाँ लाइन लागेको छ। यो पुरै लाइन हो। हामी चाहिँ लाइनबाट जान नसक्ने, हामी चाहिँ पारी जाने भनेको चाहिँ वारी नै जाने भयो। पारी जान नसक्ने ढिलो पनि भयो। हामी देवघाट आइपुगेका छौँ। यस्तो भिडभाड माहौल देख्न सक्नुहुन्छ हजुरले। अब साउन्ड त बुझेको छैन होला, तैपनि यो चाहिँ देवघाटको 1 महिना पुराणको चाहिँ भिडभाड। आज एकादशी पनि भएको कारणले यस्तो भिडभाड छ। हिँड्ने ठाउँ देखिएको छैन। बोलेको नि बुझेको छैन होला। आज एकादशी पनि भएको कारणले चाहिँ यस्तो भिडभाड छ। यहाँ तल ओर्लिने रामकृष्ण भगवानको मन्दिर त्यहाँ आउने मार्बलको कर छुटका लागि यहाँको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ। यो कुरालाई आज 365 कोठाको आश्रम बन्दैछ। 121वटा कोठा अन्तिम चरणमा छन्। श्रीकृष्ण महाराजजीको संकल्पमा 365 कोठाको आश्रम, जहाँ 77 अशक्त आमा बाबाहरू बस्ने आश्रम बनिरहेको छ। अहिले म आग्रह गर्छु देवघाट तीर्थधाम देवहरूको लागतमा यसरी भिडभाड छ। धुलो उडिरहेको छ। धुलो उडे पनि धुलोको मतलब कसैलाई छैन। यहाँ चाहिँ रमाइलो तरिकाले चाहिँ भइरहेको छ। पारी पनि त्यस्तै भिडभाड छ। पारी हेर्न सक्नुहुन्छ हजुरहरूले। पारी पनि भिडभाड छ। वारिपारीको लागि चाहिँ पुलमा भिड भएर हामी चाहिँ यता वारी आएको हो। वारी जान नसकेर अब यहाँ डुगामा जान सकियो भने डुगामा गइन्छ, सकिएन वारी नै दर्शन गरेर फर्किन्छौँ। यहीँ पुरै भिडभाड छ। खुट्टा हाल्ने ठाउँ छैन यहाँ अहिले। यस्तो रमाइलो दृश्य छ। रमाइलो पनि छ, भिडभाड पनि छ। अहिले हामी नदीको दर्शन गरेर देवघाट नदीको दर्शन गरेर चाहिँ हामी माथि देख्नुहुन्छ। यहाँ भिडभाडलाई चिचल्दै होइन कति गाह्रो भयो। म कति घन्टा लाग्यो वहाँदेखि आउन? 3 घन्टा लाग्यो। 3 घन्टा त्यही पनि जाममा परेर आज भिडभाड एकादशी
सिक्नु परेको यहाँ चाहिँ गरेको छ। शिवजीको मूर्ति त्यहाँ छ। यहाँ अब रसिद दान गर्नको लागि खुल्ला दानपट्टिका हालेको दान गरेर पनि अब यहाँभित्र नपस्ने यहाँभित्र पसौँ न जोताएर त्यतै भिड छ जोताएर त्यतै भिड छ यहाँ यस्तो भिड छ यहाँ त कहाँ हो गुरुलाई देख्नै पाइँदैन। भागवत पाठ भइरहेको छ यसको आकलन त गर्नुभएको छ गुरुदेवले तानसेन सम्मान हामी सबै धर्मेन्द्र कृष्ण पौडेल दीप टेलिभिजनमा ज्योतिषीको रूपमा हामी सबै चिन्छौँ भविष्य दर्पण कथा प्रवक्ता स्वयं हुनुहुन्छ व्यासिकबाट शिलान्यास गर्न सुरु 10 तारिक चाहिँ अर्पण गर्नुभएको छ। दानपेटिकामा राख्नुभएको छ। यसलाई यसको नाम चाहिँ रोचा अरे रोचा भनेर भन्दै हुन्छ। यस्तो भिडभाड छ किनभने आउने पनि भिड छ जाने पनि भक्तजनहरू आउन पनि आइराख्नु भएको छ र हामी फर्किन पनि सोचिरहेको छ। फर्किने पनि त्यस्तै भिड छ र आउने भक्तजनहरू पनि त्यस्तै भिडभाड गरेर आइराख्नु भएको छ। अब हामी यहाँ अब बस पार्कनिर आइपुगेको छौँ। यो देवघाटको बस पार्क हो। यहाँ चाहिँ वान वे गाडी चल्छ। यताबाट चाहिँ जाने मात्रै हो। उताबाट चाहिँ जङ्गल वरिपरिबाट आउने छ। हामीले चाहिँ यहाँ 6 नम्बरको गाडी खोज्नुपर्छ। 6 नम्बरको बनाउन जान्छ। 6 नम्बरको गाडी खोज्नुपर्छ। भिडभाड छ यहाँ पनि एकदमै भिडभाड छ। अब जानेको भिड छ। दिदी मुहाँ यसरी आइरहेछन्। यहाँको गाडी चाहिँ खोज्नु पर्यो। सबैजना चाहिँ गाडीको पर्खाइमा हुनुहुन्छ। यहाँ चाहिँ अहिले अब उतैबाट रिजर्भ आएको भएर चाहिँ यहाँ रोक्न पाएन। अब हामी चाहिँ माथि नै अब कहाँ पाइन्छ त्यहाँबाट चढ्छौँ। माथि नै जान माथि चाहिँ म्याजिकहरू रोक्ने हुन्छ। यहाँ यो चाहिँ उता चाहिँ गाडी पार्किङ गर्ने जङ्गलमा पार्किङ गरेको छ। उता भिडभाड भएको कारणले चाहिँ यता पार्किङ गरेको छ। भिडभाड गरेर चाहिँ हामी म्याजिकमा चढेर गर्छौँ। उताबाट 8 जनाको टिम आउनुभएको छ। यहाँ चाहिँ अब उहाँहरू चाहिँ देवघाट मेलाको लागि चाहिँ आउनुभएको। देवघाटको यही पुराणको लागि चाहिँ आउनुभएको
यतिखेर देवघाटबाट घर आइसकेको छौँ। यतिखेर बेलुकाको 7 बजिसकेको छ। हजुरहरूले देवघाटको रमाइलो त हेर्नुभयो होला नै। हजुरहरूलाई कस्तो लाग्यो यो भिडियो लाइक शेयर सब्सक्राइब गरिदिनु होला, साथसाथै कमेन्ट पनि गर्न नभुल्नु होला। हजुरहरूमाझ यो भिडियो यतिको अन्त गर्दै अर्को भिडियो लिएर उपस्थित हुने नै छु। हस्त नमस्ते, गुड नाइट।